पैसाको अभावले थलिएका केही सपनाहरूलाई सफल पार्न, घरको स्थितिलाई सुधार्न, भविष्यको बाटोलाई सहज पार्न यो बादल पारीको देशमा परदेशिएको म आज यतै कतै हराइरहेछु। बिरानो सडक, नहिडेको पेटी गल्ली, नदेखेको बिसाउने, अरूको देश, नौलो परिवेश, अपरिचित मान्छेहरूको भिडमा आफैलाई चिनाउँदै, आफैलाई सम्हाल्दै त्यो सहरको कोलाहलमा हराइरहेछु। व्यस्त सहर, व्यवस्थित सहरमा अव्यवस्थित रहरहरू दिन त जसो तसो बितेर जान्छ, तर रातमा इच्छा चाहनाका अनेक करहरू झेल्दै हरपल पुरा गर्ने भागदौडमा दौडिरहेछु। यस्तै व्यस्तताले बिर्सिँदै सम्बन्ध, भुल्दै साथीभाइ, नसम्झेर गाउँघर बिर्सन लागेछु त्यो गोरेटो छौतारी, शीतल तापेको बरपिपल, फर्किआउँछ भनेर कुरेर बसेका मेरा बाआमालाई पनि। आज थोरै समय आफ्नै लागि खर्चे, आफूलाई निहाले, मनमा अनेक प्रश्नहरू उठे, दिनलाई उत्तर थिएन। यसो सम्झे उमेर, सम्झिए कमाउनलाई परदेशिएको अवधि, यतिका वर्ष बितिसक्दा पनि उपलब्धि उस्तै। गहभरि आँसु आयो, रुन सकिन, सम्झाए आफैलाई, मनमा नै भगवानसँग यति पुकार गरे। निभाउनु छ अझै टन्न जिम्मेवारी, बिसाउनु छ जीवनका सब बारी, सके चाँडै पुरा गराइदेऊ हे भगवान, गर्नु छ धेरै प्रगति, बाआमा नमरे, सके चाँडै पुरा गराइदेऊ हे भगवान, गर्नु छ धेरै प्रगति, बाआमा नमरे, गर्नु छ धेरै प्रगति, बाआमा नमरे।